छु भने म चाहिँ यो सेन्ट्रल गर्नबाट चाहिँ हजुरहरूको गाउँमा चाहिँ दक्षिणका सङ्कलन केन्द्रले चाहिँ आएको थियो र हाम्रो यसमा चाहिँ हाम्रो मेन फोकस भनेको चाहिँ नसर्ने रोगहरूमा चाहिँ छ र त्यसकै क्रममा चाहिँ हामीले नसर्ने रोगहरूमा चाहिँ यो हाई ब्लड प्रेसर सुगर त्यो किडनी रोगहरू यिनीहरूको बारेमा चाहिँ हामी हजुरहरूको गाउँमा गएर चाहिँ टेस्टहरू गर्छौँ। तपाईँलाई केही नसर्ने रोगहरूको बारेमा केही थाहा भएको त्यस्तो केही छ र थाहा छैन है। हामी चाहिँ त्यसको बारेमा हजुरहरूलाई जानकारी दिन्छ र त्यसको साथसाथै चाहिँ हजुरहरूको ब्लड प्रेसर चाहिँ कति छ अब सुगर लेभल कति छ भनेर चाहिँ चेक गर्छौँ। स्टार्ट गर्दा हुन्छ यसले चाहिँ अब हजुरको यसले नामले चाहिँ हजुरको ब्लड प्रेसर चाहिँ धेरै छ कि थोरै छ भनेर जानकारी गराउँछ र अब हामी चाहिँ यो बिपी लिँदा हुन्छ हजुरको हुन्छ है। हजुर केही अहिले कामहरू गरेर आउनु भएको हिँडेर आउनु भएको केही त्यस्तो केही छ छैन हजुर। अनि अहिले यो 1 घन्टा अगाडि अर्को पहिला कहिले चुरोटहरू रक्सीहरू केही खानुहुने त्यस्तो खानुहुन्छ छैन है। अनि कफी चियाहरू खानु भएको छैन है। त्यसो भए चाहिँ हजुरको प्रेसर लिन्छु है त म। हजुरको धेरै नचल्ने हात देब्रे हातमा चाहिँ हामी यो राख्छौँ। हजुरको हात लिनुहोस् त। पहिला अब तपाईँलाई एकचोटि हामी यो हजुरलाई चाहिँ सजिलो भएको छ कि भएको छैन बस्दाखेरि भनेर चाहिँ हेर्छौँ र त्यसमा चाहिँ अलिकति हजुरलाई चाहिँ सजिलो फिल गरेर चाहिँ बस्नु होला है। हजुरको खुट्टाहरू अलिकति यो जोड्नु होला अनि यो ज्यान चाहिँ अलिकति स्ट्रेट सिधा गर्नुहोस्। चेयरमा चाहिँ यो कुर्सीमा चाहिँ छुनु भएन अलिकति सिधा भएर बस्नु है। हजुरलाई अप्ठ्यारो फिल भएको छ केही भएको छ भने चाहिँ मलाई भन्दा हुन्छ है। यहाँ हाल्नुहोस् त। हजुरको घडी मोबाइलहरू के छ त्यो पनि लेख्नुहोस् है। लिँदाखेरि चाहिँ 3 चोटि लिन पर्ने हुन्छ। लिन सक्छ नि हामीले 3 चोटिसम्म त्यसको लागि चाहिँ 1 मिनटको अन्तरमा चाहिँ हामीले लिन्छौँ। अब 1 चोटि हजुरले लिनुभयो अब 1 मिनटपछि तपाईँको चाहिँ बिपी चाहिँ 120/70 छ। प्रेसर अनि मधुमेह चिनी रोग सम्बन्धी हामीले जाँच गर्ने पनि छ। त्यसमा नै आज चिनी रोग कस्तो अवस्था रहेछ चिनी रोग छ कि छैन भनेर बुझ्नको लागि एउटा थोरै सानो जाँच छ। मन्जुर हुन्छ सुरु गर्नु त्यसको लागि चाहिँ यो अमेरिकै प्रयोग गर्नुपर्छ। थोरै यो साइडको पट्टि चाहिँ मैले थोरै यो सिउरी डराउनु पर्ने थोरै जस्तो सबैलाई रुपियाँ मिलाइ
राम्रो